इन्द्र ढाँट र काशिप मुन्डोजको 2026 अगस्त 28मा फाइट हुँदैछ। अब थोरै दिन मात्र बाँकी छन्। त्यो फाइटको लागि रविन्द्र ढाँटले एलेन्टोजोन र काशिप मुन्डोजले मियामीलाई फाइट जितेर दुईटाको सेमिफाइनल फाइट हुँदैछ। दुईटैको एकदमै खतरनाक फाइट हुने देखिन्छ र काशिप मुन्डोजले धेरै ट्रस्ट ट्याग गरिरहेका छन् र रविन्द्रलाई धेरै कुराहरूले ट्रस्ट गरिराखेका छन् होइन। पहिला फाइट थियो होइन, मलाई फाइट परेको थियो, त्यो फाइट डराएर रविन्द्रले त्यो फाइटलाई विथड्र गरे अनि यस्तो यस्तो आरोपहरू लगाइराखेका छन् रविन्द्रलाई 3 राउन्डमा अथवा सेकेन्ड राउन्डमा म हार दिन्छु, टेक्निकल नकआउट मार्फत म जित्छु, उनीहरूको ग्राउन्ड गेमहरू राम्रो छैन, उनीहरूले एलेन्टोजनसँग खेल्दै गर्दा पनि राम्रोसँग उनको रेस्लिङ राम्रो थिएन भनेर विभिन्न कुराहरू ट्रस्ट गरिरहेको छ। भर्खरै हिजो मात्रै उसले चाहिँ आफ्नो स्टोरीमा चाहिँ म नेपालको राजा भनेर चाहिँ चाइनाको सङ्घाई सहर भनेर राखिसकेका छन्। यस्ता कुराहरू धेरै ट्रस्ट गरिराखेका छन् काशिप मुन्डोजले। यो कुराले रविन्द्र ढाँटलाई कुनै पनि हलचल बनाएको छैन। रविन्द्र ढाँट एकदमै शान्त रहेर होइन, राम्रो कुनै पनि ट्रास टकहरू क्लसहरू नगरेर चाहिँ फाइट खेल्छन् होइन। जस्तो युएफसी च्याम्पियन खाबिबले पनि कुनै पनि ट्रास टकहरू गर्दैनथे, रविन्द्रको पनि सेम त्यस्तै देखिन्छ र यस्तो कुराहरूमा खुसी लाग्छ होइन। र काशिप मुन्डोजको पार्टनर चाहिँ एकदमै राम्रो छ। उनी राम्रो ठाउँको पनि हुन् र उनले धेरै कुराहरू स्पोन्सरसिपदेखि लिएर होइन, उनीहरूको ट्रेनिङ सेन्टरदेखि लिएर होइन, युएफसी च्याम्पियन भोल्कानस्कीसँग उनले ट्रेनिङ गरिराखेका छन् र राम्रो उनीहरूको त्यो कुराले गर्दा धेरै फरक पर्न सक्छ। र हुन त हाम्रो रविन्द्र ढाँटसँग पनि ओल्ड क्लास कोचहरू छन् होइन, दिविजपिया लामा, युसुफहरू, सोमा फाइट क्लबसँग उनीहरूले राम्रो ट्रेनिङ गरिराखेका छन्। ढाँट र काशिप बिच के रहेको छ, रविन्द्र ढाँट 27 वर्षका भए र काशिप 25 वर्षका छन् होइन। रविन्द्र ढाँटको 5 फिट 7.5 इन्च हाइट रहेको छ र काशिपको 5 फिट 4.5 इन्च हाइट रहेको छ होइन। काशिपभन्दा रविन्द्र हाइटमा पनि धेरै छन् र उनीहरूको वेट चाहिँ 61.2 वेट, बेन्टम वेटभित्रै खेल्नुपर्ने हुन्छ। दुवैजनाले वेट कट गरेर 61.2 केजीमा आउनुपर्ने हुनसक्छ। र रविन्द्र ढाँटको फाइट रेकर्ड 10वटा फाइट जितेका छन्, 1 फाइट हारेका छन् र 0 बराबरी छ। र काशिपसँग 8 फाइटहरू जितेका छन्, 0 लस र 0 बराबरी छ होइन। उनीहरूको चाहिँ अहिलेसम्म अनडिफिटेड रेकर्ड रहेको छ। र रविन्द्र ढाँटको 4वटा विन स्ट्राइक छ भने काशिप मुन्डोजको चाहिँ 8वटा विन स्ट्राइक रहेको छ होइन। रविन्द्र ढाँटको एकदमै ग्राउन्ड गेमहरू राम्रो छ होइन। रविन्द्र ढाँट चाहिँ वेल अलराउन्डेड हुन्। उनी चाहिँ अर्थोडक्स